आज घाँस काट्दाखेरि त हालतै पम्चर भयो। अनि त्यस पछाडि मलाई किन दोकान आउनु पर्यो होला त। सो हेलो फ्यामिली, के छ मेरो चाहिँ एकदम ठिकठाक छ त। हजुरहरूको पनि ठिकठाक नै होला भन्ने आशा गर्छु। आजको भ्लग सुरु हुन्छ घरतर्फबाट। खोइ त भिडियोलाई लाइक गर्नु, कमेन्ट गर्नु, सेयर गर्नु अनि युट्युबबाट हेर्दै हुनुहुन्छ भने सब्स्क्राइब पनि गरिदिनु। तपाईँको एक सपोर्टले मलाई धेरै हौसला मिल्छ। यस्तो कुरालाई साइड लगाइदिउँ। म अहिले मस्तसँगले चिया खाँदैछु। चाय खाइसकेपछि चाहिँ मैले यस्तो काम गर्नुपर्छ। काम त्यति ठुलो गाह्रो पनि होइन, मात्र चिया खाएको गिलासहरू माझ्न, त्यसमा पनि चियापत्ती आफैले खाएको त हो चिया। मेरो जिन्दगी पो भाडा मात्दै बित्ने भो। मैले चिया खाएको 7 बजेतिर बिहानको। चिया खाएर मैले मोबाइल चार्जमा हाल्दै अनि म यसो यताउति घुम्दै मतलब अरू केही गरेको भिडियो बनाउन पाइन। अनि 4 बजेतिर साइकलमा घाँस काट्न चल्दिए। आज मौसम हेरौँ न कस्तो लागेको छ। घाम यस्तो बब्बालसँग लागेको छ। अनि फेरि मेरो यो बब्बाल भन्ने बानी बब्बालै छ। फेरि घाम पनि घाँस चाहिँ ड्याडीले काटिदिनु भएको। म अहिले टाउकोमा घाँस बोकेर चल्दैछु नहरतिर। घाँस लाग्ने बाटो हेर्नु न, हालत हेर्नु, बाटोको हालत यस्तो छ। डिप्रेसन। म डिप्रेसनमा गएको छैन, यो खालि मिम्स मात्रै हो। मैले ल्याइसकेको छु एक बोझा, यहाँ हेर्न सक्नुहुनेछ नि तपाईँहरू पनि। म अब तपाईँहरूलाई जादु हो कि म्याजिक हो देखाउँदैछु, हेर्दै गर्नु होला है न। बुम हेर्नुभयो तपाईँहरूले म्याजिक, अझै हेर्नुहोस् बुम, फेरि हेर्नुहोस् म्याजिक। अब चाहिँ यो भन्दा जतिचोटि गरे नि बढ्दैन, यति मात्र हो। मैले भिडियोको सुरुमै भनेको थिएँ घाँस काट्दाखेरि हालतै पम्चर भयो। हालत के गरी पम्चर भयो भन्दाखेरि नि साइकलमा घाँस लाँदाखेरि हालतै पम्चर भयो। हेर्नुहोस् न तपाईँहरू साइकलको हालत कस्तो छ। फेरि हाल्न पनि एक्लैले हालेको, हेर्नु नि कहाँबाट यस्तो मैले डिजाइन थाहा पाएँ, कसरी हालेँ म आफै कन्फ्युज छु। फेरि हाल्न पनि एक्लै हालेको। मलाई डर लाग्दैछ घरसम्म त जान्छ कि जाँदैन भनेर। फाइनल्ली जसो तसो गरेर भए पनि मैले घाँस चाहिँ घरसम्म ल्याए। अनि मैले त्यस पछाडि एउटा मौखिक एउटा भिडियो बनाएँ आफ्नै मनले। त्यो भिडियो पनि आउने नै छ आज भोलि नै, हेरेर साथ सपोर्ट चाहिँ गर्नु है। भिडियो बनाइसकेपछि म दोकान तर्फतिर चल्दिएँ। सो म फाइनल्ली दोकान पनि आइसकेको छु। म दोकान आउनु साथ मैले एउटा हेडफोन लिएँ। अनि दाइले दोकानको लागि सामान लिनु भएको रहेछन्। दाइ त्यही सामानहरू मिलाउँदै हुनुहुन्छ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट भिडियो एन्ड बाई।